हेलो एभ्रिवान, आज म तपाईहरुसँग इस्कुसको मुन्टा र ड्राई सुक्खा प्रोन फिसको चाहिँ रेसिपी भन्ने छु। झिँगामा अनि अब त्यसलाई चाहिँ मजाले पहिला बोइल गरेर राख्नुपर्छ। त्यहाँ मजाले वास गर्नुपर्छ। त्यस पछाडि कराईमा तेल हाल्यो, हिट गरेर लो फ्लेममा पकाउनु। त्यसलाई चाहिँ मजाले डिप फ्राई गर्नुपर्छ। त्यस पछाडि निकालेर बिस्तारै निकालेर त्यहाँदेखि त्यही तेलमा 5 फोरन हाल्यो। त्यसपछि मसला हाल्यो। मसलामा चाहिँ तोरी, लसुन, सुक्खा खोर्सानी, धनिया, जिरा यतिको पेस्ट छ। त्यस पछाडि हर्दी, नुन चाहिँ पहिला कम्ती हाल्नुपर्छ मसला पाक्नुन्जेल। हर्दी पनि कम्ती 1 पिन्च हाल्यो। त्यहाँदेखि त्यसपछि त्यसमा टमाटर पनि हाल्नुपर्छ। सबै हालिसकेपछि चाहिँ त्यसपछि मजाले मिक्स गरेर कम्ती पानी लगाएर चाहिँ मसला पाक्ने जेलसम्म चाहिँ अलिकति पानी हाल्यो। त्यहाँदेखि चाहिँ टमाटरहरू गल्नु पर्यो नि त। त्यसपछि त्यसलाई एकछिन पाक्नु छोड्नुपर्छ। त्यसलाई जब तेल हल्का हल्का निस्किनु थाल्छ मसलाबाट, त्यसपछि चाहिँ इस्कुसको मुन्टा हाल्नुपर्छ। हालेर मजाले मिक्स गरेर एकछिन छोपेर इस्कुसको मुन्टा हाल्यो। अब त्यहाँ मिक्स गरेर चाहिँ मजाले मिक्स गरी सबै हालेर इस्कुसको मुन्टा चाहिँ अगाडि वास गरेर राखेको नि त। त्यसलाई मजाले वास गरेर राखेको अघि पानी पारेर त्यसपछि मजाले मिक्स गर्यो। त्यहाँदेखि चाहिँ यतिको भएपछि चाहिँ अलिक फ्राई गरेको झिँगा माछा हालेर पनि मिक्स गर्नुपर्छ। किनभने त्यो फ्राई गरेको चाहिँ टाइट हुन्छ नि त। सागसँग हालेपछि चाहिँ हालेको बादमा चाहिँ मिक्स गरेर नुन हालेर मिक्स गऱ्यो भने नुन पस्छ नि भित्र मजाले, मसला पनि मिक्स हुन्छ। अघि मसलामा त नुन कम्ती हालेको थियो नि त मसला पाक्ने जेलमा चाहिँ। अब चाहिँ यो दुईटामै हुन्छ, ठिकै हुन्छ। त्यो नुनले चाहिँ तपाईँको टेस्ट एकोर्डिङ पनि नुन हाल्दा हुन्छ नि। हल्का पानी हाल्यो, त्यो अलिकति गल्छ नि त माछा, त्यसले गर्दा पानी हालेर एकछिन मिक्स गरेर छोपिराख्नुपर्छ हो। त्यसपछि यतिको भयो फेरि होइन। अब त्यति मात्रै पाकुन्जेलसम्म चाहिँ यस्तो बाहिरको हेर्नुहोस् नजारा। आजको दिन कति राम्रो छ, मकहरू पनि छ।